च्यानल लेखेको छ नमस्कार गाइज, दीपा भगतमा हजुरलाई स्वागत छ। हामी प्रिया रोटी पकाउनुमा छ आज। यो बिहे छ होइन, सबैजनालाई नमस्कार स्वागत छ हाम्रो च्यानललाई। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। आज चाहिँ हामी मेलको नआएर बिहामा यसो सुट पकाउँदै हो। म चाहिँ अनि सघाउनु लाग्छ। कति बजी उठेको अरे? म त भर्खर 4 बजी उठेको होइन। अनि अरू सबैजना उठेर यहाँ लिप्ने सबै काम भइरहेछ। म चाहिँ रोटी पकाउँदैछु, हेर्नुहोस् कस्तो भइरहेछ। यस्तो छ यहाँ पिठो। पण्डित पनि आइसक्नु भएको छ होइन। अहिले चाहिँ 4:24 भएको छ। रोटी पाकिसकेको छ, हेर्नुहोस् है गाइजहरू। घाँटी पनि दुखिरहेछ। पाकिरहेछन् होइन, नजाने चाहिँ यस्तो हुन्छ। मोबाइल मात्रै व्यस्त हेर नि, टिकटकमा लागि छ रोटी हाल्नुहुन्छ। ए टिकटक मात्रै ध्यान छ हेर यसको बानी। उज्यालो भइसकेको छ, यज्ञहरू तयारी भइसक्यो। अब यहाँ बेहुली तयार हुने काम हुँदैछ। हाम्रो सिस्टर यहाँ अब तयारी भएपछि झल्को लाउँदा तिम्रो भिख माग्दै आउने छु मायाको देशैमा। भिख माग्दै तिम्रो साथ भन्दै आउँछु भोलेनाथ भोलेनाथ जोगीको बेसैमा। झल्को लाउँदा बेहुलीलाई फाइनली हामीले रेडी गरेको अवस्था। हाम्रो बेहुली यति राम्रो भएन होइन, यस्तो बनाइदिएको। कस्तो छ भन्नुहोस् है गाई। लो बेहुली आइ। पूर्ण रूपमा बेहुली तयार हुनुभयो फाइनली। राम्रोसँग हेर्नुहोस् है भिडियो। फेरि अब हेर्नु चेतनको मोबाइल राम्रो आउँछ। चेतन कता मोबाइल छैन? सिरियस छ त ब्याउलो त। मंगलम तो भगवान विष्णु मंगलम करुणाध्वजलम मंगलम चा पुनरीकांतम मंगलाय पुनर्तनुवाणी भगवतुल्लम महाकाय गुरुदेवी समा प्रलम मंगलम चा पुनरीकांतम मंगलाय पुनर्तनुवाणी। लो अब इस्तो बाटो ओके छिरा बिस्तारै आरोग्यम संपदा सतो विनाशायाम सुमते नमस्ते बद्रीनाथ पूजा करा त्यापडा मोठे कलशला पूजा करा दिदीले होला र उसले पो होला लाउने। बेहुलीलाई सिन्दुर हाल्ने बेला भयो। ताली खोइ ताली। अलिअलि हो त्यसरी छुँदै छुँदै लैजा। माथितिर फर्काएर के त्यसरी क्या उसले पैसा अलिअलि गराउँछ फेरि माथि
डेनमा डब्बा समाति राम्रोसँग समाधा ल अब त्यस्तो हो त्यसरी फेराको फेरा अब एकपालि इन्द्रम सौभाग्यम वाइटमा मात्र बसाला ल आदिमाले श्रीमतीको बसमा गए ल बसाला एउटा पानी अब दुलाले हेर त साइलिमलाई चाहिँ बटकलाई यस्तै दबाउने दुलाले कान्छमलाई उगार्ने ल त्यो पुरै हातले थिचेछ नि त्यस्तो चिटिङ गर्न मिल्दैन साइले औलाले मात्रै हो माइटपट्टिको खाए बन्जो छ नि है जित्तेल्यो दुलाले धेरै माया मान्ने रहेछन् अब त्यो थाली हात देखाउ बा खाना पकाउनु दुलाले अब अब दुलाले दुईटा भाग लगाइछन् दुई भाग मध्ये पाँच भइगयो मैले मेरो ज्यानै दिइसकेँ के माग्छौ अझ भन्दा गोरु पनि तिम्रै हो नि 12 बाटा पनि तिम्रै हो अब मैले कमाएर दिने पनि दिन्छु भाइ मात्र बस ल अब छैन बुझिसक्यो त्यहाँ गेट बनाउनु भइरहेछ खाना पाकिरहेछ यता बिहे सकियो गेट सेट बन्दैछ यता यहाँ सजाउने काम भइरहेछ टक्क पारेर यहाँ हाम्रो दामी देखियो फाइनली बिहे भ्याइयो अब चाहिँ हामी खाना खाने काम छ आज चाहिँ पार्टी छैन भोलि छ भोलि अर्को भिडियो आउँछ हाम्रो बाई बाई